गाइस आज चाहिँ हामी हाम्रो यो हल्सुर लेक आएको छौं बेंगलोरमा। हामी चाहिँ अहिले चाहिँ टक्कै एमजी रोडको हाम्रो ट्रिनिटी चर्चको सामु छौं हामी। अब हामी चाहिँ यो ट्रिनिटी चर्चको गेट भित्र पट्टि छ। अब हामी चाहिँ यहाँबाट यो बाहिरबाट नै हामी जाँदै छौं। रोडमा छौं अहिले हामी। हाम्रो यहाँ सामने चाहिँ हाम्रो मल छ एउटा। यो चाहिँ हाम्रो ठुलो रेस्टुरेन्ट हो है। अब त्यसको नाम मलाई थाहा छैन के नाम हो, लेकिन अहिले म भुलिसके। अनि हामी चाहिँ बाटोमा छौं। अब यसको नाम त के हो मलाई याद छैन, भुलिसक्यौं। अब यो बेंगलोरको ठुलो होटलको यो ताजको बगलमा छ, यो अपोजिट साइडमा र ठुलो होटल हो। अब चाहिँ हामी रास्तामा जाँदैछौं, तर अब हामी चाहिँ जहाँ हल्सुर लेकमा पुगिसकेका छौं। अहिले हल्सुर लेकको बाहिरतिर रोडमा पार्कको बाहिरतिर हो यो। अब यहाँनिर हामी सानो एउटा भिडियो बनाइदिरहेको हो। यो गुलियो भन्ने बेरियाल अनि तिमी त मेरी हो भन्ने गीत हामी चाहिँ यो सानो टिकटक भिडियो हामीले इन्स्टाग्राम बनाइदिया भयो। अरूलाई धानको पात तिमीलाई पानको पात भन्ने गीतमा चाहिँ हामी टक्क बनाइदियो। र अब हामी चाहिँ हल्सुर लेक भित्र, यो चाहिँ लेक हो। यो हल्सुर लेकमा चाहिँ हजुरले सानो पार्क भए पनि तर रमाइलो भ्यू पाउन सक्नुहुनेछ। एकदमै रमाइलो भयो। हामीले पनि अब सानो फेरि उहाँले हाम्रो दिदीले चाहिँ उहाँले टिकटक बनाऊ भनेर धेरै कर गर्नुभयो र हामीले सानो उहाँको सामु पनि टक्क म पनि गइदिएँ। उहाँले भिडियो बनाइरहनु भएको थियो। अब चाहिँ हामी यो भित्र पार्क चाहिँ घुमिसक्यौं। हाम्रो क्यामेराम्यान हाम्रो पछाडि क्यामेरा बोकेर हिँडिरहेको छ, किरण साल हो हैन। अब चाहिँ हामी यो पार्क हामीले फोटो लिइसक्यौं। अब चाहिँ घरतिर रिटर्न भएदाखेरि फेरि यो बाटोमा आएर रोडमा आएर हामी सानो फेरि उहाँले टिकटक बनाउनु एउटा भिडियो बनाउनु भनेर फेरि कर गर्नुभयो। फेरि उहाँले एउटा भिडियो बनाउनु भयो। यसलाई पनि यहाँ राखिदिएको छु।